आज चाहिँ मैले चटपटी खाने प्लान गरेको छु। अनि यहाँ केरो, प्याज, काँक्रा, आलु काटेर ठिक्क पारेको छु। अनि त्यसपछि मैले फेरि यसलाई चाउचाउ पनि लगाइदिएँ। अनि अलिकति कुरमुरे पनि लगाइदिएँ, चटपटी मिठो हुन्छ भनेर। त्यसपछि भुजा एड गरिदिएँ। अनि त्यसपछि कलर बनायो चटपटीको लागि। थोरै कलर हाल्यो भने चाहिँ राम्रो देख्छ नि त हाम्रो चटपटी, त्यही भएर कलर बनाएँ मैले। कलर पनि फाइनली पाकेर मैले कलरलाई चटपटीमा लगाइदिएँ साथीहरू। त्यसपछि हेर्नु चटपटी चाहिँ यस्तो भयो, दामी भयो। वाउ, खाउँ खाउँ लागिसक्यो। कागती लाउँदैछु मेरो साथीले, कागती लाउँदै बोल्दैछु म चाहिँ। कागती चाहिँ मलाई धेरै मनपर्छ, हजुरहरूलाई पनि मनपर्छ होला कागती त जस्तै धेरै। अनि त्यसपछि साथी म, अनि अर्को कुहियालाई पनि पिरो खुवाएको क्या। अनि त्यसपछि मैले यता बसेर खाँदैछु। चटपटी चाहिँ लास्टै मिठो भएछ साथीहरू। सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला है। मैले पनि हजुरको भिडियो देखेँ, लाइक कमेन्ट सेयर गरिदिन्छु, हजुरले पनि गर्नु होला है।